यस कार्यक्रमका हाम्रो विशेष अतिथिज्यू नेपाल क्रिकेट संघ अध्यक्ष चतुरबहादुर चन्द्रज्यू, प्रदेश सचिवज्यू, खेलकुद परिषदका प्रदेश सचिवज्यू, यस के अरे उपाध्यक्षज्यू, अनि यहाँ मञ्चमा आसीन उद्योग वाणिज्य संघ अध्यक्षज्यू, अनि मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू, खेलाडी साथीहरू, गुरु, अनि नेपाल क्रिकेट संघका सदस्यज्यू, क्रिकेट संघका प्रदेश जिल्लाका सम्पूर्ण क्रिकेट संघका पदाधिकारीज्यूहरू, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु हुने सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, पत्रकार साथीहरू, मिडियाका साथीहरू, अनि आज हाम्रो खेलाडीको हाम्रो नरेन साउदको मम्मी पनि हामीलाई सपोर्ट गर्न आइदिनु भएको छ, आदरणीय मम्मीज्यू लगायत सम्पूर्ण यहाँ उपस्थित हजुरहरूलाई चाहिँ यो साथ, यो सहयोग र यो मायाको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरको यो एउटै क्रिकेटमा इन्भेस्टमेन्ट भइरहेछ, फाइदा घाटा आफ्नो ठाउँमा छँदैछ, तर यो हजुरको मायाले नै हो जसले चाहिँ हामीलाई अझै अगाडि बढ्न प्रेरित गरेको छ। अझै यस्तै हजुरको साथ र सहयोग पाइराख्यो भने हामी अझै सुदूरपश्चिम रोयल्स अझै अगाडि बढ्नेछ र चाँडै नै यो अहिले त यो हाम्रो यो ट्रफीको एउटा ट्रफी टुर मात्रै हो, चाँडै नै हामी चाहिँ यो NPL टुर जितेर विजय र्याली मनाउन यो ट्रफी लिएर फेरि हामी सुदूरपश्चिममा आउनेछौँ र सुदूरपश्चिमका 9 जिल्लाहरूमा घुम्नेछौँ। अहिले धेरै हामीले सुन्न पायौँ, हामी किन कैलाली र कञ्चनपुरमा मात्रै सीमित रह्यौँ, किन पहाडी जिल्लाहरूमा गएनौँ भन्ने कुराहरूका धेरै गुनासाहरू आइरहेको छ। यो कुराले हामीले मनन गरेका छौँ। हामीले पहिले पनि हाम्रो एन्थम सँगै भनेका छौँ, यो 9 जिल्लाको माला हो, यो चाहिँ कुनै 2 जिल्लाको होइन कि यो 9 जिल्लाको माला हो। 9 जिल्लाले हाम्रो मन मुटुमा बस्छन्, तर यसपालि समय अभावको कारणले आज 22 गते भइसक्यो, 1 गते मङ्सिर 1 गतेदेखि चाहिँ हाम्रो NPL सुरु हुनेछ। हामीले धेरै तयारीहरू गर्नुपर्नेछ। हाम्रा विदेशी खेलाडीहरू 2-4 दिनमा चाहिँ नेपाल आउने हुनुहुन्छ, हाम्रो ट्रेनिङ क्याम्प लगाउनु छ, धेरै कामहरू भएको हुनाले हामीले यो 2 दिनमा चाहिँ हामीले माथिल्लो जिल्लामा चाहिँ पुग्न सकेनौँ। तर अघि नै हाम्रो क्रिकेट सङ्घका अध्यक्षज्यूले भनेर जानुभएको जस्तै हामी योभन्दा अर्कोचोटि यदि हामीले NPL टुर जित्यो भने हाम्रो चाहिँ विजय र्याली नै हामी चाहिँ पहाडी जिल्लाबाट सुरु गर्नेछौँ र हरेक जिल्लामा जानेछौँ र कथम कदाचित केही तलमाथि भयो भने पनि NPL 3 को सुरुवात हामी माथिल्लो जिल्लाबाट गर्नेछौँ। अध्यक्षज्यूले अघि पनि भनेर जानुभएको छ, हामी सबै ठाउँमा पुगेर यसको ट्रफी टुरको आयोजना गर्नेछौँ। र अर्को कुरामा म के भन्न चाहन्छु भनेपछि छटकरीमा हामीलाई क्रिकेट ग्राउन्डको एकदमै खाँचो छ। यहाँ सम्बन्धित सरकारी निकायका व्यक्तित्वज्यूहरू पनि हुनुहुन्छ, जसरी हुन्छ फाप्लाका अध्यक्षज्यू यही हुनुहुन्छ, प्रदेश सचिवज्यू यही हुनुहुन्छ, क्रिकेट सङ्घका अध्यक्षज्यूहरू यही हुनुहुन्छ। हामीलाई क्रिकेट ग्राउन्ड जसरी पनि चाहियो, कहाँबाट हुनुहुन्छ, कसरी हुन्छ, त्यसमा सुदूरपश्चिम रोयल सहकार्य गर्न तयार छ। हामीलाई जग्गा देखाइदिनुहोस्, हामी बनाउँछौँ। सक्नुहुन्न भनेपछि NPL 3 हामी NPL 3 को एउटा 2टा म्याच भए पनि हामी सुदूरपश्चिममा गर्न चाहन्छौँ। हाम्रो होम ग्राउन्ड खै, म हजुरसँग सोध्न चाहन्छु। NPL 3 हुँदै गर्दाखेरि हरेक प्रदेशहरूमा ग्राउन्ड रेडी भइसक्यो, चितवनमा रेडी भइसक्यो, पोखरामा रेडी छ, काठमाडौँमा रेडी भइसक्यो, लुम्बिनीमा रेडी भइसक्यो। म हजुरलाई सोध्न चाहन्छु सुदूरपश्चिममा खै? अहिलेसम्म हामी भन्छौँ धनगढी सिटी अफ क्रिकेट भन्छौँ, तर सुदूरपश्चिमबाट धेरै खेलाडीहरू जन्माए भन्छौँ। धनगढी सिटी अफ क्रिकेट भन्दै गर्दाखेरि यहाँ एउटा क्रिकेट खेल्ने ठाउँ छैन, यसलाई किन धनगढी सिटी अफ क्रिकेट भन्छौँ हामी? खेलाडीहरूले कति दुःख पाइरहेछन्। यो कुराहरूलाई यहाँहरूले मनन गरेर NPL 3 को लागि हामीलाई जसरी हुन्छ हामीलाई मैदान चाहिन्छ। यसको लागि चाहिँ यहाँहरूले पहल गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। यहाँहरूको साथमा हातेमालो गर्न हामी तयार छौँ। कुन लेभलको हातेमालो गर्नुपर्छ, लगानीको कुराहरू हुन्छ, इन्भेस्टमेन्टका कुराहरू हुन्छन्, त्यसमा हामी सहयोग गर्न तयार छौँ। यहाँलाई यो कुराको लागि चाहिँ म विनम्र अनुरोध गर्दै हजुरहरू सबैजनालाई एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो म्यानेजमेन्ट टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तो गर्मीमा पनि आएर यहाँहरू बसिदिनु भएको छ, साथ दिइराख्नु भएको छ। हजुरको यो साथ हामी आउँदै गरौँ, यो नै हाम्रो प्रेरणाको स्रोत हो भन्दै बिदा हुन चाहन्छु। थ्याङ्क यू।